प्रमाणहरू छन् भनेर भन्नुभयो। नेपाली त्यो प्रमाण कांग्रेसका खोइ, त्यो प्रमाण खोइ भनेर चाहिँ मलाई बेला बेलामा त्यो रिप भनेको जस्तै दुईटा आउँछ। मलाई त्यो साथीहरूले गर्ने कमेन्टमा एउटा बाख्रा भनेर आउँछ, एउटा प्रमाण भनेर आउँछ हैन। अदालतले जे भनेको छ त्यो प्रमाणहरू पेश गरेका छन्। मैले यसलाई उनले पेश गरेका प्रमाणहरू दुईटै कुराको उत्तर दिनु पर्ला जस्तो लाग्यो। एनीवे मैले त्यही भएर चाहिँ यो के गरौँ, मैले खालि एउटा सानो एउटा टेक्स्ट मैले रेफरेन्स ल्याउनु पर्छ होला भनेर ल्याएर राखेको। पृष्ठमा गएर आफै हेर्न सक्नुहुन्छ भन्ने कुरा गर्नुभएको छ। मान्य रवि लामिछानेको नाममा अझै पनि 2 करोड कर्जा प्रवाह भएको र आफ्नै हस्ताक्षरबाट चेक भुक्तानी गरेको देखिएकोले रकमबारे थाहा थिएन भन्ने जिकिर खण्डित भएको। र च्यानललाई पनि मान्य रवि लामिछाने प्रबन्ध निर्देशक हुनु अघि नै सञ्चालक समितिको बैठकमा सहभागी भई ब्याङ्क